पार्ट 2 मा चाहिँ आज हामी फ्लावर बनाउँछौँ है त। फ्लावर बनाउनलाई चाहिँ पिङ्क अथवा जुन कलरको धागो लिने हुन्छ। धागोबाट चाहिँ हामी फर्स्ट चाहिँ म्याजिक रिङमा 6 सिंगल क्रोसे बनाउँछौँ। अब बनाइसकेपछि चाहिँ हामी म्याजिक रिङ क्लोज गर्छौँ। म्याजिक रिङ क्लोज गरिसकेपछि हामीले चाहिँ 6 इन्क्रिज गर्छौँ, जसको मतलब चाहिँ एउटा स्टिचमा 2टा सिंगल क्रोसे गरेर हामीले 12वटा सिंगल क्रोसे बनाउँछौँ। अब राउन्ड 2 सकिसकेपछि राउन्ड 3 मा चाहिँ हामी फर्स्ट एउटा चाहिँ सिंगल क्रोसे बनाउँछौँ, त्यसपछि चाहिँ एउटा इन्क्रिज गर्छौँ, फेरि एउटा सिंगल क्रोसे बनाउँछौँ अनि फेरि इन्क्रिज गर्छौँ। त्यसरी नै हामी 6 चोटि गर्छौँ, यसरी नै रिपिट। अब सकिसकेपछि राउन्ड 4 र 6 मा चाहिँ हामी 18वटा सिंगल क्रोसे बनाउँछौँ। राउन्ड 4 to 6 मा चाहिँ 18वटा सिंगल क्रोसे बनाउँदै जान्छौँ। अब बनाइसकेपछि राउन्ड 7 मा चाहिँ हामीले एउटा सिंगल क्रोसे बनाउँछौँ अनि एउटा डिक्रिज गर्छौँ। भिडियोमा गरे जसरी यसरी डिक्रिज गर्ने। अब यसरी एउटा सिंगल क्रोसे एउटा डिक्रिज गर्दै 6 चोटि गर्दै र हामीले यो राउन्ड सकाउँछौँ। अब 8 राउन्डमा चाहिँ हामीले एउटा सिंगल क्रोसे बनाउँछौँ फर्स्टमा चाहिँ, फेरि त्यही स्टिचमा चाहिँ हामीले एउटा हाफ डबल क्रोसे फेरि एउटा डबल क्रोसे बनाउँछौँ। अनि अर्को स्टिचमा फेरि एउटा डबल क्रोसे, एउटा हाफ डबल क्रोसे अनि एउटा सिंगल क्रोसे बनाउँछौँ। यसरी बनाउँदै जाने भिडियोमा देखाए जसरी। यसरी हामीले 6वटा बनाउँछौँ पेटल्स। बनाइसकेपछि लास्टमा एउटा स्लिप स्टिच गरेर धागोलाई काटिदिन्छौँ। त्यो धागोलाई चाहिँ यसरी भिडियोमा देखाएको जसरी भित्र लुकाइदिने, यसरी लुकाइदिने, जसले गर्दाखेरि चाहिँ हाम्रो यो धागो चाँडै निस्किँदैन। बढी भएको धागोलाई चाहिँ काटिदिने। मैले चाहिँ यसरी नै 3टा व्हाइट फ्लावर र 5वटा पिङ्क फ्लावर बनाएको छु। अब बाँकी चाहिँ अर्को पार्टमा है त।